यिनीहरूको गयो त्यो सम्हालेर अनि जितो कसले अनि फेरि किन खेल्नु पर्छ मैले त भनेको छु खेल्नु पर्छ ओइ ओइ हामीले मैले गेम खेलाउँदै अनि यिनीहरूले हारे सक्यो त हैन यिनीहरूले हारे सक्यो त 5 मिनेट खेला के भयो हैन 1 मिनेट पुग्यो दिएछ दुईटालाई बुझाएको भिडियो पनि छ अनि एम्परले 2 मिनेट थप्यो टाइम हैन लास्टमा 1 मिनेट मात्रै बाँकी छ भनेर चालु गरेको पनि हो तिमीहरूले बराबर जित्यो भने पनि फाइनल खेल्न पाउँछौ जित्यो भने पनि खेल्न पाउँछौ यदि हार्यो भने तिमीहरूको 1 अङ्क हुन्छ यो जित्नेको 3 अङ्क भएकोले गर्दा जित्नेले फेरि फाइनल खेल्छ भनेको थिएन मैले फुटबल देवीस्थान भर्सेस सुवेडी गाउँ हुँदैछ र झन्डै सुवेडी गाउँले गोल लगाइदिनु भएन तर आउट भइदिएको छ अब आउनुहोस् तपाईहरु यता छ हाम्रो रतमे 10 देवीस्थान उताको चाहिँ उता अलि माथि सुवेडी गाउँ भनेर चिनिन्छ कुद 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 ल छोड पास दे पास पास यता निकाल दे नछोड 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 कर्नर ओ किपर हो यो ठोकिहाल ठोकिहाल वान्डर अगाडि निकाल ला हाम्रो आज सर हुनुहुन्छ दोडन कार्की आजको टिम कतिवटा छ 6वटा जति टिम छ एन्ट्री फी कति हो ए जित्नेलाई के छ त अलिकति स्पोर्टमा गेम भनेर हैन अलिकति अलि लागु औषधको उयो छ हैन त्यही भएर मलाई एक्टिभ बनाउनको लागि मैले गेम खेलाइरहेको सारे राम्रो मलाई पनि धेरै खुसी लागिरहेछ हैन अनि पुरस्कार के छ जित्नेहरुको लागि भाले गेम हो यो ए भाले जित्नेलाई भाले हजुर ठीक छ आइज अगाडि आइज न कुद्न चाहिँ कुद त चाहिँ हानिहालै दुईटै जा नछोड अगाडि ठोकिहाल खुट्टी रोकेर फेरि पास यता नछोड न ला नभन ओ त्यसले हान्न सक्दैन जा पछाडि अर्को लो यार राइटमा हेर्नु राइटमा खाली छ त नि हो के छ भाइ दामी हाम्रो आयोजक टिमहरु हाम्रो ऑडियन्सहरु खतरा छ नि यहाँ ऑडियन्स हो र प्लेयर पो हो त प्लेयर ऑडियन्सहरुलाई पनि देखाइदिए मैले ल धेरै डुब्लिङ नगर्न अगाडि निकाल्दै थोरै रोक पहिला अगाडि निकाल्दै सक्दैन के यसले डुब्लिङ गर्न चाहिँ खुट्टा नानिरहेछ
एम्पर ढिलो भयो क्या पहिला हातले यसो गर्छ अहिले बजाएकै छैन कहाँ चेन्ज गर्नु फिफाको एम्पायर हो अनि कहाँ हामीले झन् उहाँबाट ल्याइरहेको छौँ सही सही कहाँबाट रियल फिफाबाट ल्याइरहेको छौँ को खोइ ए ल ल ल ल ग्राउन्डमा बस्ने ठाउँ नभएर मान्छेहरू रुखमा चढेर पनि हेर्दैछ हाम्रो म्याच ग्राउन्डमा बस्ने ठाउँ नभएर ला भन्छ अनि पास नसकेर दिएपछि आइज आइज Hello! ओए ओए बाहिर बाहिर एम्पर डिसिजन बाहिर 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 अफसाइड भनेको हो अफसाइड भइरहेको छ हेर्नु न अफसाइड हुनु पर्दैन अनि त्यत्रो भाइ अगाडि बढिरहेको छ बल हान्दा आउँछ चेन्ज गर्न नपारी गोल हुन्छ फेरि सत्य छिर्छ जा 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 दुइटै जा तँसँग नछोड खेदा खेदा हल्का रोकेर खेल हल्का आधे 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 छेउमा जाएर साइडमा निक्लिन अनि पास लिनलाई अलिक छिटो भयो मान्छेकै नछोडे नछोडे दुइटैले जा जा तिनटै जा तिनटै जा तिमीले पस पैसा हालेर अनि खुट्टा मात्रै उठाउँदैन अनि कहाँ देखेर हुन्छ तिमी तिमी यस्तो खतरा छौ नि त फेरि हाम्रो भान्जा अनि तिमी खतरा हो नि फेरि एक्लै फेरि अब यो भयो भने हाम्रो भान्जा भएपछि कोही आउनै पर्दैन यता बस तिनटै जा त है दामी मिलिरहेको तिनीहरूको यार कर्नल भयो अरे पछाडि जाने किपर छोड्दै त्यहाँ ओ जन लाग्यो ठोक्याल ठोक्याल हान न गोल अगाडि हानिहाल अगाडि हानिहाल
आइजा 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 बच्चाहरू हल्का पास निकाल हल्का पास मात्रै अगाडि हान्दैन अगाडि हान्दै अगाडि हान्दै हाल अगाडि हान्दै हाल त पनि कुद्न हेड गर्नु पर्दैन रोकेर अगाडि हान्दै पोल बान गोल फेरि हान पोल बान टाइम छैन छिटो गोल्ला पोलमा बोल्न पाएन साइडमा निक्लेर खुससाप चाहिँ दुईटाको बिचमा हल्लिरहेको रहेछ अगाडि जा सौरभ अगाडि जा आइजा तीनटै आइज नछोड अगाडि ठोकिहाल नछोड तीनटै जा खेदा अगाडि निकाल्दे अगाडि आउटै हो यो खुट्टामा फर्किन बस्नु यहाँ किन बजाएको रोकेर यो मोटेको चेक बस्न डुब्लिङ गर्न खोज्छ क्या अगाडि निकाल्दे थोरै जा नछोड दुईटै हानिहाल अफसाइड नछोड आइज लैजा ओए उता निकाल सौरभलाई अगाडि निकाल कुद रोक पहिला रोक
पावर लाएर खेल त गोल लाइहाले गोल लाइ ला 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 आइजा कुद 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 बिचमा आइज न त अलि बिचमा नछोडे केटा हो नछोडे नछोडे केटाहरूले ओए झन्डै गोल त्यसले छोको थियो भने गोल लाग्थ्यो जा 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 तीनटै जा नछोडा 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 सेगा 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 अगाडि निकाल्दे अगाडि अगाडि टाइम सक्यो कति टाइम थपेको अगाडि निकाल निकाल अगाडि निकाल्दे खुस तिमी कहाँ पछाडि उताको हो तिमी हाम्रो एम्पायरले खेलाडीलाई दरो हप्काइरहेको हुन्छ मैले गोल समाते टाइम सकिसकेपछि फेरि 5 मिनेट थपेर हाम्रो रेफ्रीले खेलाउनु भएको छ हेन भाइ म स्लो गरेर देखाइन्छु नि फेरि 5 नभइदिएन 5 नभइदिएन 3 4 छोड़ दे गोले छोड़ दे निकाल दे पेल दे जा 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 ओए ले जा जा दुईटै जा नछोड कराओ नछोड छैन अनि खेल्न त ओइ रोकेर हल्का रोकेर लास्ट आउट अरे पेल उठ गोला जा यता निक्ली सौरभ अगाडि पोलमा निकाल के गर्ने र अब
बराबर भयो टाइम र भएन सेकेन्ड खेलाउने अब 10 मिनेटको 20 मिनेट हुन्छ होइन अनि त्यस पछाडि अनि जुन टिमले जित्छ त्यो बाइसँग खेल्छ बाइसँग पनि एग्रिड खेल्छ होइन अहिले गेम होइन त कस्तो खेल्नु हाम्रो खेलाडी यता आज त एकचोटि यहाँ बस्छ यहाँ साले तिमीहरू यहाँ जाऊ यहाँ लाइन लाएर बस एग्रिड खेल्छ अस्ति जित्यो होइन सबभन्दा फल खेल्न खोज्ने 1 नम्बर हाम्रो पनिस के अरे खुसपले फल खेलिरहेछ होइन फल खेल्दैछ खुसपले होइन अनि दोस्रोमा यो आउँछ यसले धेरै ठेल्दै थियो त्यस्तो खालको त्यस्तो रिसाउनु हुँदैन त्यस्तो रिसाएर खेल्नु हुँदैन कुल भएर खेल्नुपर्छ होइन अनि खुसप चाहिँ कुद्ने अनि फेरि एक्लै लान खोज्ने अनि गोल छोडिसकेपछि चाहिँ ए ला दिएको जस्तो गर्ने ला भनिदिने अनि उता भाग्ने जुत्न नजाने त्यो तिम्रो मिस्टेक तिमी अनि अर्को कुरा तिमी यतातिर अफसाइड खेलिरहेछौ धेरै तिमी धेरै अफसाइड खेलिरहेछौ फेरि 10 मिनट टाइम थपेर खेल हुँदैछ तान यता निकाल्दै जा नछोड्न केटा हो के हो तिमीहरू यार तिमीहरू गले छौ केटा हो कोट लैजा आनन्दले पास खेल्दै हल्का निकाल्दै हो बोलमान कहाँ लान्छ त्यसले लाँदैन सक्दैन त्यसले लैजा भाइ एउटा निक्लिन आइज पास लिनलाई यता छेउमा कोही छैन 3-4 जनालाई कसरी गर्नु यसले अगाडि ठोक्दिहाल येल्लो होइन रेड हो अब लास्ट रेड हो अगाडि निकाल दे साइडमा जा छेउमा जान पास लिन चेक छोड दे हल्का लिएर जान हल्का अगाडि निकाल्दै अगाडि
यसलाई के गर्ने मैले यसलाई निकाल्छु भन्दै पहिला काटिदिन्छु भने त बिस्तारो बिस्तारो उ त भाइको आउट उ त भाइको आउटर नाम थाहा छैन जाऊ जाऊ पुलमान ए किपर खतरा छ नि त किपर अल्को रहेछ नि सबै आफ्नै छ मिलाएर लैजा दामी क्लियर छ कुदेर खेला केटा कुदेर खेला ओइ फल छ ओइ खुट्टा टाउकोमा हानिरा छ अहिले एम्पलले देखेर ल खेल 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 ओ एन्ड छ एन्ड मिलाएर सही जा रोकेर बीचमा झार्दै सक्दैन के खुसबले नि जा नछोड फर्का मैंने तो खुद को तेरे नाम कर दिया गोल हाल्नु पर्दैन टाइट हाने डिफेन्स टाइट हान्नु पर्यो यसलाई त अहिले ओइ त्यो गुलाब खोलेर उता मात्रै फोकस अब 5 मिनेट मात्रै छ अब 3 मिनेट होला खै देखेन त किन उठेको एकजना सबै बाहिर नर भाइ नर भन्नु पर्दैन जित्यो एकछिन रोक ल बधाई छ 5 मिनेट छ भन्नु भएको हैन अझ 5 मिनेट सँगै कसले हेपेको मलाई गोल हान्दिन भनेर कसले हेपेको यस्तो गर्न एम्बापेको फेरि अर्को म्याच सुरु भयो यो राम्रो छ अफसाइड हेर किनभने उनीहरूलाई रिस उठ्दैन त्यही माथि खेलिरहेका हुन्छन् जतिखेर मुख फुटाइदिए कहाँबाट छिरायो के गर्यो बाहिरको मान्छे नबोलाउ न कराउन पाउँछौ तिमीहरू जति त गोल लाए जे गर्यो कराउन पाउँछौ
कोटा 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 ल ल ल बन्टे भान्जा हामी तिमीहरू जस्ता हैनौ नि त ओ बन्टे भान्जा आना न फुटाइदिएकै जित्यो छिराइदियो नि छुट्दैन गोल खेलेलाई झगडा नगर न झगडा नगर अनि के हो त अङ्कल मुख छाडिन्छ त आएछ घरे होइन पनि बोली तिमीहरूले पनि त मुख फुटाइदिए भन्नु हुँदैन थियो नि त अब हामीलाई त रन्डीको बात भनिन्छ त अनि के हो होइन त्यस्तो झगडा नगर न मिलेर बच्चाहरूको साना साना खेलाडीहरूको खेल हो कि अलि हुटिङ लाउँ रमाइलो गरौँ होइन त्यो झगडा गर्नुहुन्छ हुटिङ लाउने कि तर अलि राम्रो शब्द प्रयोग अनि अङ्कलले के भनेको गरेर डन्डा छिर्ने बित्तिकै हाम्रो प्लेयरहरूलाई सुन्नु भएन के भन्यो उनीहरू सानो छन् सानो छन् केटाकेटीहरू बुझ्दैनन् अघि उतेले 1-2 बक्सिङ बजायो फेरि मिले केटाकेटीको झगडा हुन्छ मिल्छन् अब अलिक बुझ्ने मान्छेले त झगडा गर्नु भएन नि त भाइ यो केटाकेटीको यसो इन्टरटेनमेन्ट रमाइलोको लागि पो खेलाएको त आना भान्जा हो त्यसरी पनिस कताको तिमी फोन खेल्दै रहेछ पनिसले सक्दैन रहेछ का बोल कता कता उड्दै यसो गर्छ करल बल अगाडिबाट चेक्न ओइ बाल किन अगाडिबाट छि उ चलबाट अगाडि ओइ लोक भाइ सोलो ब्याग पुस लिँदैन त्यस्तो जी ओ राज दाइ यहाँ भाइहरूको गेम हुँदैछ तपाईँ के भन्न चाहनुहुन्छ अब मलाई मेरो बालापनको याद आइरहेको छ याद आइरहेछ है हामी पनि यसरी नै खेतै गरौँ यही नै खेत हुन् यो पनि यहाँ फुटबल खेल्न पाएन अहिले हामी त मच्चाको बल खेल्छ होइन त्यतिखेर सिला खोलेर हामी 3 नम्बरले किन्थ्यौँ 90 रुपियाँमा आउँथ्यो केटा जित्दै अनि क्याप्टेन पनि 2 घण्टा गर्न चेन्ज हुन्छ कि यहाँ त खेलाडी चेन्ज भयो जस्तो क्याप्टेन एक विकेट नखेल्ने भने एक विकेट गोला खोल्दियो भाइ पौड्न गाह्रो हुन्छ किनले हाने काम जित्छ यो हेर्दैन यहाँ येल्लो सबै छ त त्यहाँ येल्लो रेड सबै छ भित्र आउने मान्छेलाई पनि उयो गर्छ एक्लै थाम्छ हौ त्यसले सुरजको छोरा एक्लै थाम्छ डिपेन्ड एक्लै थाम्छ कम्ती हरामी खेल्छ हान्नै दिँदैन मिलाएर कुद ओइ भान्जा ओ भाइ उयो भने बित्तिकै काट दिइहाल नि एम्पटिसन लास्ट काट दिइहाल अलि अब त आलीमा लाएर फेरि फर्किने होला कडा खेल्दो रहेछ त्यो बल हान्ने निलो लाउने राम्रो खेल्छ राम्रो छ गोल नलाग्नु आफ्नो ठाउँमा छ भिडियो बनाइरहेको एउटा काम छ नि अब विक्रम भाइ क्यामेरा फोकस
यो हाम्रो पालाको किपर दाइको छोरा ए किपर दाइको छोरा हाम्रो पालाको स्ट्राइकर दाइको छोरा स्ट्राइकर दाइको छोरा दुईजनालाई गर्ने डिफेन्स दाइ चाहिँ मै हो है त्यो बेलाको ल ल ल यति अरु बागले हेर्नु ल आफू आफ्नो नाम भनिदेऊ सिधा गोल लगाइदेऊ सिजल कार्की बाबाको नाम पनि भन्दिनु खड्गा बहादुर कार्की यता मोहन पौडेल उपेन्द्र भन्छ उपेन्द्र पौडेल निकाल निकाल वान टच यो फेरि छिरा स्टेडियम मोरा हो बीचमा आइज बीचमा अनि अस्ति भयो कुद होल्ड गर कोही छैन होल्ड गर रोक ए साथीहरु कता दिनु पर्ने त्यही हरा दे कसै गेम भयो त नि चुपलाहरु बाख्ने त 3 नम्बर पनि छोडा फुटबल त थिएन नि त फुटबल थिएन हौ क्रिकेट चाहिँ कबड्डी खै म फुटबल त हेर्नु ह को खेलेका को मडिन्द्र त्यसैले म थिएन होला हाम्रो काका नि खोइ गोडा चले भनेन म कुरोसियातिर गएको थिएँ त्यसो अस्ति दिन होला सोमबारको दिनको कुरो हो यो ए हिजो अस्तिको ए होइन सोमबार हो कि मंगलबारको अगाडि के होला हान त दामी हानो सेप राम्रो हनाइ राम्रो सबै राम्रो कर्नल भयो नि आज नि फाइनल यो ढकलाल हामीदेखि बीच बास लगाऊ यो उ त बिवेको देखि तल लगाउँ राख देखाउने बीचमा चेपिएको त्यही भएर ग्लोब खोल भनेको के ग्लोब ठिक थियो कि खुट्टा त कसा हाल्नु पर्यो झन् बढे भान्जा थियो र मात्रै जा अगाडि जा सौरभ अगाडि गोलमै हाने गोप्रो गारम न जा कुद केटो त गोले छ गले नि हो अघि एउटा म्याच खेलेर जिते अब सक्यो बाचा मत खेल्नु पर्छ 13 महिना 12 मा खेल्दिम है म र अब गोल खाने गर्दिम अनि यिनीहरु गलेका छैन नि त यताको कडा छ भने गलेका छैन नि यिनीहरु माइलोला पनि लडायो माने राम्रो डिफेन्स रुपी मान्छेलाई पनि ठुलोले घुमाइ घुमाइदिएको त्यो त लगेको त साह्रो फ्यालो त मात्रै जोग्यो बिस्तार फ्याललाई लगाइदिन्थ्यो अहिले त्यसले लानु भने एक्लै सक्छ कि तर लाँदै गल्छ क्या कुनले ऊ त्यो कलरमा सेतो भएको मर्छ न कति दलेको फेरि पावा जुले थाहा मर्दैन नि क्या अन्त यो यिनीहरु त फ्याट भएका छन् प्लेन्टी हनाइदिनु पर्यो हजुर होइन यिनीहरु त हुँदैन नि त्यहाँदेखि एक पोइन्ट हुन्छ छोडेर ड्र लिग गेम हो भने उनीहरुले दुई गर्ने हो क्या के गर्ने तपाईँ मिनिट खेला न है बनाउने जा मर्छन् हौ मर्दैन धन्न खमायो त्यो नत्र भने एक गोल लागेको थियो भने जिति गएको एक गोल लान हो टाइम सकि लाग्यो बल गरेर खेल्छ केटा हो ओए ल निकाल दे डेट कर देरा टिमहरु साथीहरु पनि वाक्क भइसक्यो बरु सार्दा हुन्थ्यो क्या रेड कार्ड पायो भने फेरि अनि खेला त खेल्छ कि तर पनि एक हप्तासम्म खेल्न पाउँदैन यहाँको सिस्टम आइजा कुद लगा छौ अझै उतै हाम्रो घरतिर पुरा फेरि टाइम सक्यो पाएको हैन बाइकमा निकाल भनेको एउटा बाइकमा पनि तान्यो हैन दुईजना पर्यो अब यहाँ बाइमा कहिले तानेको बाइकमा उयो समारले अनि त बाहिरी गए यो फाइनल हो अहिलेको त्यो फाइनल फेरि फर्स्ट प्राइज यहाँ आइसक्यो कति किलोको छ भाइ यो 2.5 किलो 2.5 किलोको अब हाम्रो म्याच चाहिँ ड्र भइसक्यो एउटा म्याच बड्कु भन्छ ल यहाँ त बड्कु अब यहाँ प्लेन्टी हुन्छ घन्टाको पर्छ के गरेको हनाइ र सेभ गरेर दुईटै राम्रो हो पेनाल्टी हो आइज छोड्दे ओइ प्लेन्टी हनाइदैन अब मर्दैन नि घाममा कतिचोटि खेलेर सक्छन्
अब के एकछिन म यिनीहरु किनले खेलाइन नै सुन प्लेन्टी यहाँ सुन्न कुरा के हो लिग हो कि के हो असममा टिम र हार्ने टिम खेल्छ त्यही भनेको मैले त्यही त भनेको त हाम्रै बुद्धिमान कोही कुरा बुझ्दैन त्यही त भइराछ त अंकल दाइ बुझ्नु नआउने नबुझ्नु त्यही त खेल्ने नखेल्ने कुरो गरे होइन मैले लिगको नियम मात्रै भन्दै हो कस्तो अरे नियम फेरि एकचोटि भनिदिनु अघि सुरुमा देवीस्थान हाम्रो सुवेदी गाउँ खेल्यो देवीस्थानले जित्यो 3 अंक पायो अहिले सुवेदी 0 मा छ सुवेदी गाउँ सुवेदी एग्रिगेट छोड्नु भन्न दिने कि नदिने एकछिन समारेको टिमलाई प्लेन्टी यार प्लेन्टी नै त हो त आदरणीय दर्शकबिन हाम्रो यहाँ प्लेन्टी हुँदैछ लिग हो कि नकआउट हो यहाँसम्म नआएसम्म ज्ञान हो यहाँ आउन नसके पनि यही मोबाइल मार्फतमा मजा लिनुहुन्छ भन्ने मेरो आशा छ भित्रैबाट तर पनि रमाइलो भइरहेको छ होइन क्याप्टेनको समारे क्याप्टेनको ल तिमीलाई कुन एकछिन पर्ख यहाँ एकछिन अहिले कुन सुनाउने नियम पहिला बताइदिनु पर्छ बिहान हुन्छ उसैमा गर्न त यहाँ अहिले के भयो बुझेनौ हैन बुझ्यो भने राम्रो फेरि बुझाइदिन्छु जसले जित्छ त्यो फाइनल जान्छ कुरो फेरि अब नकाइडो तिमीले अब हार्यौ भने तिमीले नकाइडो यिनीहरूले 1 पोइन्ट ल्याइसके सोमबारले होइन यिनीहरूले ड्र पारे पनि होइन जिते पनि फाइनलमा पुग्छन् क्या अब यदि तिमीहरूले हार्यौ भने पाउँदैन यिनीहरूले जित्यो भने यिनीहरूको 3 अंक हुन्छ बुझ यो लिगमा जित्नेको 3 हुन्छ बराबर खेल्ने एक अंक बाँडिन्छ अघि फर्स्टमा देवीस्थानले खेलेको थियो जित्यो 3 अंक बनाएको थियो तिमीहरूसँग खेल्यो बराबर भयो एक अंक बाँड्यौ देवीस्थानको 4 भएको छ अब तिमीहरूले जित्दाखेरि पनि 4 हुन्छ तिमीहरूलाई जित्नै पर्छ भन्ने दबाब छैन र हार्नु चाहिँ भएन यदि बराबर खेल्यो भने तिमीहरूको अंक 2 हुन्छ यो सोमबारेको अंक 1 मात्रै हुन्छ अंकको तालिकाले तिमीहरू फाइनल पुग्छौ यदि सोमबारले तिमीहरूलाई जित्यो भने उनीहरूको अंक 3 हुन्छ तिमीहरूको अंक 1 मै सीमित रहन्छ र तिमीहरूले हार स्वीकार्नुपर्छ फाइनल खेल्न पाउँदैनौ है यो चाहिँ बुझ्नु बुझेर खेल्नु भरे यिनै कुरालाई हुन्छ लिगमा है त राम्ररी खेल्नु डब्लु देवस्थान टिम फाइनलमा पुगिसकेको छ सोमबारे र सुवेदी फेरि फाइनलको लागि भिड्दैछन् राम्रो छ साह्रै राम्रो उत्कृष्ट प्रहार केही छैन एम्पायरले हुइसिटी नपुग्छ गेम रोकिँदैन हानेको छ खेलेको छ अनाइ दुईटै खुट्टाले हानेर भाइले माथि हाने उठाएर हाने त्यो उतापट्टिको त्यो भाइले राम्रो खेल्छ क्या यतापट्टिको राम्रो खेल्ने वा किपर राखेछ अब हो किन किपर राखेको त्यो लाने भाइले राम्रो खेल्यो किन अहिले गोलेको आराम कुदेको होला ए अबै फेरि बाउ जतिकै त हाम्रो क्यामेरा फुट्छ उता यता पनि ढल्केको छ ए बराबर भण्डारी भाइ समसम हो नि मेरो ओ भाइ अगाडि हो भाइ आयो रोक भाइ होल्ड गर रोक भाइ रोक कर्नर रान भाइ कर्नर रान रेड कार्ड लाइट्सम्यान बिग्रे क्या हो राइसमेनले पैसा नपाएर सर्ट खेल हाफ एन्ड नखेल दे बिग्रे दे हो राम्रो गरिस् आन भाइ कोना कटायो उता निकाल्दिएको थियो अहिले सही निकालेको हैन राइट साइड खेल्नै छैन यता मान्छे नभएर हो क्या अहिले चटपटे भाइ अप्पा नकुदान ठोक दे भाइ आइज भाइ बिहाइ गोडा कुदाइदे भाइ मान्छे विशाल खोइ ट्यागल हान भाइ ट्यागल हो दामी आन भाइ आन सर्जियो रामोस किपर हो त्यो बिचारा बल एक्लै त्यसलाई पर्छ ओइ भाइ यता आइज ओइ यता बिचमा निकाल बाहिर कुरा नसुन न छोड दे यार आलीले अलमा लादे भाइले अघि हो
यता साइडमा निस्किन है इन्ट्री फिस 500 होइन मलाई थाहा छ जित्नेलाई चाहिँ 1.5 किलो हारे गइगयो त अनि मगाइ छ नाइस बुकुने भाइ हो यो त कोही छैन हेर ओए चन्द्रे यता सिट बुकुने भाइ पछाडी आउ न तिमी गोल मात्र गोल चाहिँ छोड्दा खाने ओ पोलमा चार्ज गर ला बम ओ ले ठेल्लै कुदाउ रोडी सेलिब्रेसन हो लोकले कस्तो तथा पठाइदियो गोल भएको नि देखिन त स्लो गरेर नि हेर्नु छ पारे भाइको कन्फिडेन्ट आउँदैछ अझै आएर भाइ फेरि हार्न क्या भाइ ओए तिनीहरू म हिँड्यो यो कुरो बुझ्यो बस्नु नानी ओ 3 सेकेन्ड के भन्नु ओए 3 सेकेन्ड चाहिँ कुन गेमको रुल छ 3 सेकेन्ड के 6 सेकेन्ड पाइने होइन थपेको होइन 6 सेकेन्ड पाइने हो नि त ए 6 सेकेन्ड मात्र सु 6 कि 8 पाइन्छ 6 हो ओए केडा होल्ड खेल्न अब त बब्लु भाइ पनि पछाडि नि बसेर खेल हल्का हल्का चन्द्रे हामीले एम्बुलेन्समा आउने पड्का छैन त हेन थेट अब अघि हाम्रो चाहिँ त्यही फेरि हेन ओए तेरो ब्याक नखेल भाइ के भयो हाफ भयो ओए किपर यो खेल्दैन किपर पेनल्टी हुँदैन तिमीहरूको लिग गेम हो डाइरेक्ट तिमीहरूले जित्नै पर्छ हार्यो भने बाहिरिन्छौ जित्यो भने फाइनल खेल्न पाउँछौ बराबर हो भने पनि बराबर भयो भने नि हार्यो कतिजना हो तिमीहरू 6 जनाको टिम हो एकजना किपर 5 जना मात्रै कहाँ मान्छे नै पुग्दैन ओ उनीहरूको पनि त्यति त छ त उनीहरूको पनि त्यति त छ त ग्राउन्डमा त मान्छे ए मिलाउनलाई 6-7 जना हुनुपर्छ क्या अझै एकजना छ राम्रो हेर सबजना आफ्नो पोजिसनमा राम्रो खेल्दैन तिमी नि डिफेन्स भन्दा अगाडि बिचबाट खेल यहाँबाट गोल आउने त्यो फ्याटो आउने तिमी छिर्के खेल्नु उता अगाडिको मान्छे पछाडि आउँदैन पछाडि खेल्यो भने किरामा भाइ गोल कोले हान्छ अनि तिमीहरु पर्छ न डिफेन्स दुईतिर भ्याउँछ नि त उसले ऊ तिमी भन्दा यहाँ अगाडि विङ्गर अप एन्ड डाउन खेल्छ क्या उसले बुझ्यौ सुगम साइडबाट तिमी यताबाट हैन किपर तिमी यो छ नि यो आली कटेर यता आउँदैन आउनु गोल खायो भने खाइयो त्यसुकै होस् तिमीले बल भेट्ने त्यतिकै खोजेको गर्न नखेलाउनु उसले खोज्छ नि साइड चेन्ज हैन डिफेन्सको साइड चेन्ज हैन बुझ्यो गोल उता अगाडि पछि फेरि गोलै भन्नु अपिल गर्दैन साथीभाइलाई म थाकेँ यहाँले सपोर्ट गरेर भन्नु है ल बुझ्यौ कुरो तिम्रो कुन खुट्टा तल्छ दाहिने भने यही साथी है ल बुझ्यौ नि